दलहरू तिनका नेताहरूका निजी भवनहरू जलाउने काम त भयो नै, सँगसँगै हाम्रा शताब्दीौं पुराना सम्पदाहरू क्षमताद्वार, शीतल निवास लगायतका सम्पदाहरू जलाउने खालको काम भयो। राष्ट्रको सुरक्षा अंगका रूपमा रहेको नेपाल प्रहरीका प्राय सबै संरचनाहरू जलाउने काम भयो। केन्द्रीय कार्यालय बाहेक प्राय सबै नेपाल प्रहरीका संरचनाहरू ध्वस्त गर्ने काम भयो। तपाईहरु सबैलाई थाहा छ, हामीले लामो बलिदानीपूर्ण संघर्षबाट स्थापित गरेको सीमादरबारको अधिकार जनताका बीचमा पुर्याउने मान्यता अनुसार स्थानीय सरकारहरू वडा तहसम्मका कार्यालयहरू पनि तोडफोड गरिएका छन्, आगजनी गरिएका छन् र नेपाल सरकारले दिने सेवा प्रवाह अन्तर्गतका जिल्ला तहका र प्रदेश तहका सबै कार्यालय अधिकांश ठाउँमा ध्वस्त गरिएका छन्, आगजनी गरिएका छन्, तोडफोड गरिएका छन् र सबभन्दा ठूलो कुरा त नेपालमा भर्खरै मात्रै पठाउँदै गरेको एक प्रकारले आधुनिक व्यवसाय, आधुनिक होटल व्यवसाय र व्यापारका क्षेत्रमा भाटभटिनीले एउटा मानक स्थापित गरेको थियो। वास्तवमा नेपाल जस्तो मुलुकमा पनि यस प्रकारको व्यवसाय सम्भव छ भन्ने कुराको दृष्टान्त प्रस्तुत गरेको थियो। त्यति मात्रै होइन, आफूले आर्जन गरेको आयलाई समाज सेवामा प्रस्तुत गर्ने एउटा दृष्टान्त प्रस्तुत गरेको व्यवसायको व्यवसायमाथि जुन प्रकारले हमला गर्ने खालको काम भयो, अत्यन्त दुःखद भयो भन्ने मलाई लाग्दछ। त्यसै गरी उद्योगीहरू, व्यवसायहरूका भौतिक संरचनाहरू क्षति गर्ने खालका कुराहरू मलाई लाग्दछ नेपालको इतिहासमा योभन्दा ज्यादा विनाशकारी दिनका रूपमा अहिलेसम्म घटेका थिएन भन्ने मलाई लाग्दछ। त्यस प्रकारको घटना 24 गतिका दिन घट्यो। युवाहरूको आकांक्षा मुलुकमा सुशासन कायम होस्, सेवा प्रवाहमा प्रभावकारिता आओस्, विकासले गति लियोस् भन्ने खालको अपेक्षा, जायज अपेक्षा। तपाईँ हामी सबैलाई थाहा छ, हामी 20, 21, 22 गतेका दिन पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर युवाहरूमा हुर्कदै गरेको असन्तुष्टि र उनीहरूको आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा लामो छलफल गरिकन चाहिँ निर्णायक शक्ति निर्माणको 21 बुँदे कार्ययोजना हामीले तयार गरेका थियौं र मलाई लाग्दछ युवाहरूले धैर्यता गर्नुभएको भए नेकपा एमाले नै उहाँहरूका चाहनाहरू, आकांक्षाहरू पूरा गर्ने पार्टीका रूपमा अगाडि आउँदै थिए। हामीले त्यस प्रकारका संकल्पहरू, योजनाहरू तयार गरेका थियौं। तर विडम्बना नै भन्नुपर्दछ, हामीले ती योजनाहरू व्यवहारमा लागू गर्न नपाउँदै मुलुकमा दुःखद घटना घट्यो। आज राजनैतिक परिस्थिति बदलिएको छ। युवा आन्दोलनका नाममा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभएको छ। हामीले भनेका थियौं युवाहरूको चाहना अन्तर्गत सरकार परिवर्तन, सरकार बनाउने खालको कुरा हो भने पनि संविधानभित्रबाट भन्न सकिन्छ। त्यसका लागि नेपालका राजनीतिक दलहरू युवाहरूको आन्दोलनको भावनालाई सम्बोधन गर्न तयार छन् भन्ने सन्देश पनि हामीले सम्प्रेषण गरेका थियौं। तर त्यो कुरालाई उपेक्षा गर्ने काम, आज जुन हिसाबले अगाडि बढ्ने काम भएको छ त्यसले स्वाभाविक रूपमा मानिसहरूका मनमा लामो संघर्षबाट प्राप्त भएको संविधान, हामीले स्थापित गरेको समावेशी प्रणाली दुनियाँकै एउटा नमूना प्रणालीका रूपमा मान्ने गरिन्छ। एक प्रकारले भने जनता सम्प्रभु भएको र अधिकार सम्पन्न भएको संविधानलाई कमजोर बनाउने खालका प्रयत्नहरू भइरहेका छन् र युवाको आन्दोलनलाई लुटपाटको योजनामा बदल्ने खालको काम, ध्वंसको योजनामा बदल्ने खालको काम, राष्ट्रलाई कमजोर बनाउने योजनामा बदल्ने खालको काम 24 गतिका दिन जसरी भयो, जस्ता जस्ता मान्छेहरू सम्झना भए, मलाई लाग्दछ नवयुवाहरूले पनि त्यो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्दछ। ती तत्त्वहरूलाई बाहिर ल्याउने प्रयत्न गर्नुपर्दछ र अहिले गठन भएको सरकारले पनि दोषीहरू पहिचान गर्नुपर्दछ र उनीहरूलाई दण्डित गर्नुपर्दछ। राज्यका क्षतिग्रस्त संरचनालाई उठाउनका लागि अपराधीहरूलाई दण्डित गरिकन त्यसकै जगमा
पुनर्निर्माणको कामलाई अगाडि बढाउनु पर्दछ। हाम्रो पार्टी स्वाभाविक रूपमा मुलुकमा सुशासन कायम गर्ने कुरामा, भ्रष्टाचार अन्त्य गर्ने कुरामा, विकास र समृद्धिको यात्रालाई तीव्रता दिने कुरामा वर्तमान सरकार अगाडि बढ्न खोज्दाखेरि सहयोग गर्न तयार छ। यद्यपि यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो। शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा सरकारको ध्यान जानेछ। नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट बहुमत प्राप्त गर्ने प्रक्रियामा चाहिँ प्रवेश गर्नुपर्दछ भन्ने हामी ठान्दछौँ। किनकि जनमत प्राप्त गर्ने माध्यम भनेको चाहिँ सधैँभरि सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन, हुनु हुँदैन। एउटा युगले ल्याएको परिवर्तनलाई संविधानमा संश्लेषण गरिसकेपछि परिवर्तनको आधार संविधानलाई बनाउन नसक्ने हो भने मुलुक कहिले पनि विकास र समृद्धिको यात्रामा अगाडि बढ्दैन। समाधान सबै सडकबाट खोजिए पनि स्थायित्व र विकास सम्भव हुँदैन। त्यस अर्थमा हामी संविधानतिर फर्कनै पर्दछ, संविधानको बाटो हिँड्नै पर्दछ। त्यस अर्थमा मुलुकलाई संविधानतर्फ फर्काउनका लागि अभिलम्ब तोकिएकै समयमा निर्वाचन गर्ने कुरा आवश्यक छ। र म पार्टीका साथीहरूलाई भन्न चाहन्छु, हाम्रो पार्टी अहिले उठिरहेका प्रश्नहरूको उत्तर दिन सक्षम छ, युवाहरूको भावनालाई सम्बोधन गर्न सक्षम छ, परिवर्तनको आकांक्षालाई बोक्न सक्षम छ, मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न सक्षम छ, देशलाई कमजोर पार्ने प्रवृत्तिका विरुद्ध संघर्ष गर्नका लागि सक्षम छ। यो देशभक्त पार्टी हो, देशभक्तहरूको पार्टी हो। त्यस अर्थमा देशभक्तहरूको पार्टी कहिले कमजोर हुँदैन। विकासको मानक स्थापित गरेको मुलुकलाई आधुनिक विकासको युगमा नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो। त्यस अर्थमा यो पार्टी कहिले कमजोर हुँदैन। होला हामीले युवाहरूको आकांक्षालाई समयमै सम्बोधन गर्न सकेनौं, परिस्थितिलाई समयमै आकलन गर्न सकेनौं, हाम्रा पनि केही कमजोरीहरू होला। तर त्यसका नाममा हाम्रो देशभक्तिमाथि प्रश्न गर्ने कुरा, हाम्रो सुशासनमाथि प्रश्न गर्ने कुरा, विकास र समृद्धिको आकांक्षामाथि प्रश्न गर्ने कुरा चाहिँ उचित र न्यायपूर्ण कुरा होइन भन्ने कुरा म ठान्दछु। र अहिले पनि मलाई लाग्दछ अहिले जुन हिसाबले संरचनाहरूमा तोडफोड गर्ने आगजनी गर्ने काम हुँदाखेरि नेकपा एमालेका नेताका घरहरूमा के थिए भनेर भन्दाखेरि अधिकांश नेताका घरहरूमा किताबका लाइब्रेरीहरू थिए। त्यो पक्षले बताउँदछ नेकपा एमाले त्यसको नेतृत्व स्वाभाविक रूपमा मुलुकको विकास र समृद्धिका सन्दर्भमा सबभन्दा इमानदार शक्ति हो। अघि प्रदीप गौडले भन्नुभए जस्तै हामी फेरि उठ्नेछौँ, अझ एकताबद्ध भएर, अझ सशक्त भएर, अझ जनताको भावनालाई सम्बोधन गर्न सक्ने सामर्थ्यका साथ मुलुकको विकास र निर्माणको यात्रामा प्रभाव